नभएर त्यो चाहिँ अनयुज भन्छौँ हामी, उपयोग नभएका चरण खर्कका रूपमा खेर गइरहेका थिए। त्यो ठाउँमा चाहिँ पाइलटिङको रूपमा गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा रहेका जिल्लाहरूलाई टार्गेट गरेर हामीले चाहिँ पाइलट प्रोजेक्ट यो वर्षबाट सञ्चालन गर्ने भनेर गत वर्ष यसमा सहकार्य गर्यो। यो वर्ष प्रस्तावित भएर आएको छ। तेस्रो भनेको पशुपन्छी बाली तथा मत्स्य बिमा यो वर्षबाट चाहिँ प्रदेश सरकारले नै सञ्चालन गर्नुपर्नेछ र यसमा चाहिँ प्रदेशलाई धेरै जानकारी नभएको अवस्थामा र बिमा चाहिँ अब टोटली अनलाइन सेवाको रूपमा उपलब्ध गराउनु पर्ने भएकोमा चाहिँ मन्त्रीज्यूको विशेष पहलले बिमा प्राधिकरणसँग पोखरा स्थित कार्यालय र उहाँहरूको चाहिँ सङ्घीय हेड अफिसबाटै हाम्रा जिल्लाका प्रमुखहरू र बिमा सेवा प्रदान गर्ने प्रदायकहरूलाई चाहिँ राखेर अन्तर्क्रिया र ओरिएन्टेसनको कार्यक्रम पनि मन्त्रीज्यूले विशेष पहल उहाँको पहलबाट सुरुवात भएको छ। र अर्को उल्लेख्य उपलब्धि भनेको चाहिँ हाम्रो प्रदेशमा रहेका कीटनाशक विषादी विक्रेताहरू जसले चाहिँ पहिल्यै तालिम लिइसक्नु भएको छ तर उहाँहरूले चाहिँ नवीकरण गरेर बस्नु भएको थिएन। त्यही भएर उहाँहरूसँग चाहिँ आधिकारिक रूपमा कसरी विषादी बेच्ने त्यो अधिकार थिएन। यो गाँठो परेर बसेको थियो धेरै अगाडिबाट। यसलाई चाहिँ उहाँले सुल्झाइदिनु भएको छ। कसरी चाहिँ यसलाई कानुनी रूपमा नै फुकाएर उहाँहरूलाई पुनः लाइसेन्स दिने बाटो चाहिँ कानुनी रूपमा खोल्नको लागि मन्त्रीज्यूले उल्लेख्य योगदान गर्नुभएको छ। अर्को भनेको हजुर र सबभन्दा पहिला मन्त्रीज्यूले आफ्नै अघि हजुरहरूलाई गर्नुभएको ब्रिफिङमा पनि भन्नुभयो किसानलाई सम्मान चाहिँ 10,000 दिएर र दोस्रोलाई उडाएर मात्र हुँदैन, अलिकति भए पनि मन्त्रालयले केही गरौँ, थोरै भए पनि प्रोत्साहित गरौँ, 50,000 भए पनि दिउँ सर्वोत्कृष्टलाई भनेर चाहिँ मन्त्रीज्यूले एकदम जोड बल गरेर किसानलाई पनि प्रोत्साहित गर्ने कार्यक्रममा बल गर्नुभयो। र अर्को चाहिँ यो GIOMS हुन त सङ्घीय सरकारले अहिले यो गभर्नेन्स 100मा पेपरलेस अफिसको कन्सेप्ट सुरु गरेको छ। त्यो प्रदेशमा पूर्ण रूपमा लागू भएको थिएन र मन्त्रीज्यू आएपछि चाहिँ विशेष पहल गरेर अफिसलाई चाहिँ पेपरलेस रूपमा अगाडि बढाउनुपर्छ भनेर GIOMS गण्डकी प्रदेशको सबै कार्यालयमा लागू गर्नुपर्छ, नभएका कार्यालयमा पनि कार्यक्रम प्रस्ताव गर्नुपर्छ भनेर नभएका कार्यालयमा पनि यो वर्ष GIOMS प्रस्तावित भएका छन् भने अर्को उल्लेख्य उपलब्धि भनेको चाहिँ प्रदेशमा खाद्य ऐन थिएन जसले गरेर चाहिँ खाद्य निरीक्षक प्रदेशले किटान गर्न नसक्ने, तोक्न नसक्ने र उहाँहरूले चाहिँ गुणस्तर नभएका खाद्य वस्तुहरूको बिक्री वितरण भएमा त्यस्ता व्यवसायीहरूलाई चाहिँ गएर हामीले सिधै कारबाही गर्न नसक्ने अवस्था थियो। त्यसैले मन्त्रीज्यूको पदभार ग्रहण गरिसकेपछि चाहिँ यो विधेयक कृषि समितिमा गएर पटक पटक दफावार छलफलमा अगाडि बढिसकेको छ र आश गरौँ हामीले यो पहिलो त्रैमासिकमै यो चाहिँ ऐनको रूपमा गण्डकी प्रदेशले प्राप्त गर्नेछ।